यहाँनिर चाहिँ हाम्रो दिदी बहिनीहरूले चाहिँ चायपत्ती टिप्दै रहेछ। अन्त यो गाछभित्र चाहिँ साँप भेटाएछ र साँप हेर्दैछ त्यहाँनिर चाहिँ गाछभित्र। चायपत्ती चाहिँ यसरी टिप्छ, हेर्नुहोस्, हेर्नु सक्नुहुनेछ, देख्नु सक्नुहुनेछ है। यस्तो प्रकारले पत्ती टिप्छ। कौन सा सांप? सांप कौन सा? खै साँप यता आउँदैछ भने चाहिँ कता आउँदैछ है? म चाहिँ अहिले स्कुलबाट घर फर्किँदै थिएँ है। घर फर्किँदै गर्दाखेरि यहाँ बाटोमा चाहिँ बगानमा चिया श्रमिकहरूले चिया सयपत्री टिप्दै रहेछ। अन्त त्यहाँनिर चाहिँ साँप निस्क्यो भनेर हल्ला भयो कि सानो मैले त्यहाँनिर भिडियो बनाउने ट्राई पनि गरेँ है, तर साँप चाहिँ भेटिनँ। भिडियो चाहिँ खिचेँ है, साँप चाहिँ देखिनँ। अन्त चाहिँ फर्केर अहिले फेरि म घरतर्फ गइरहेको छु। अब हाम्रो चाहिँ स्कुलदेखि घर जाने बाटोघाटो चाहिँ यस्तै छ है। बाटोको दृश्य हेर्नुहोस् है, यस्तो यहाँबाट जानुपर्छ है यसरी। अब गरमको मौसम सुरु भएछ। हल्का यहाँ पसिनाहरू चाहिँ आउँदैछ, पसिनाहरू झर्दैछ, हल्का गरमको महसुस हुँदैछ। बाटोघाटो चाहिँ यस्तो छ, रमाइलो। मलाई चाहिँ यस्तो साह्रै मनपर्छ। त्यहाँ चिया बगान फुल फुलिरहेको है, बगानबेली यहाँनिर हेर्नु सक्नुहुन्छ। बाटोमा सानो बाटो अब अलिअलि पानी पऱ्यो, त्यो बर्खाको क्या, अलिअलि पानी परेर हरियो हुन्छ नि। पानी पर्दै गरेको बेला चाहिँ होइन, तर पानी रहेर परिसकेर रहेको बेलामा चाहिँ त्यो बाटो हेर्दा कस्तो मजा आउँछ नि। त्यति बेला पनि म तपाईँहरूलाई देखाउँदैछु है यो बाटो कस्तो हुन्छ भनेर। अहिले चाहिँ यतिको छ, त्यति बेला पनि राम्रै हुन्छ। मलाई चाहिँ यस्तो बाटो, यस्तो जग्गा रमाइलो लाग्छ। तपाईँहरूलाई चाहिँ कस्तो के लाग्छ है भन्नुहोस् है। तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन यस्तो हरियालीहरू, चियाको बुट्टाहरू है। ल अहिलेको लागि यति नै, फेरि पनि जोडौँला। बाई बाई।